आज हामी नेपालमा सबैभन्दा ठुलो केही तथ्यहरू हेर्न गइरहेका छौँ, जसमा सबैभन्दा ठुलो गाउँपालिका भनेको नाम्खा गाउँपालिका, जुन चाहिँ हुम्ला जिल्लामा रहेको छ। नगरपालिकाको कुरा गर्दाखेरि शीतगङ्गा नगरपालिका, अर्धखाँची, महानगरपालिका पोखरा कास्की, त्यसैगरी राष्ट्रिय निकुञ्ज सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, सबैभन्दा ठुलो नदी सप्तकोशी, सबैभन्दा ठुलो दरबार भनेको सिंहदरबार, सबैभन्दा ठुलो ताल रारा, जुन चाहिँ मुगु जिल्लामा रहेको छ। त्यसैगरी सबैभन्दा ठुलो जिल्ला डोल्पा, सबैभन्दा ठुलो रङ्गशाला दशरथ रङ्गशाला, सबैभन्दा ठुलो आरक्ष ढोरपाटन सिकार आरक्ष, त्यसैगरी सबैभन्दा ठुलो विद्युत आयोजना माथिल्लो तामाकोशी विद्युत आयोजना। मानव निर्मित जलाशयको कुरा गर्दाखेरि इन्द्र सरोवर सबैभन्दा ठुलो मानव निर्मित जलाशय हो, जुन चाहिँ मकवानपुर जिल्लामा रहेको छ। त्यसैगरी यो चाहिँ कुलेखानी लघु जलविद्युतको लागि हो है, कुलेखानी जलविद्युतको लागि बनाइएको। सबैभन्दा ठुलो ढोकाको कुरा गर्दाखेरि नारायण हिटी ढोका, जुन चाहिँ काठमाडौँमा रहेको छ। सबैभन्दा ठुलो पुस्तकालय त्रिभुवन विश्वविद्यालयको पुस्तकालय कीर्तिपुर। इटाको मन्दिर पाटनको महाबौद्धमा रहेको मन्दिर। सबैभन्दा ठुलो काठको मन्दिर काष्ठ मण्डप। त्यसैगरी प्रशासकीय भवन सिंहदरबार। सबैभन्दा ठुलो प्रदर्शनी स्थल बिर्खुटी मण्डप। सबैभन्दा ठुलो राजदूतावास अमेरिकन राजदूतावास काठमाडौँ। सबैभन्दा ठुलो घण्टा हनुमान ढोका अगाडि रहेको। त्यसैगरी सबैभन्दा ठुलो ढुङ्गाको मूर्ति बुढा नीलकण्ठको मूर्ति र सबैभन्दा ठुलो घण्टाघरको रूपमा काठमाडौँ स्थित घण्टाघर र सबैभन्दा ठुलो स्तूप बौद्ध स्तूपा